हेलो नमस्ते सबैजनालाई। यो चाहिँ मेरो सानो सानो मिनी ब्लग हो। यसमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु। यो चाहिँ म चाहिँ धनकुटादेखि भोजपुरसम्मको मेरो यात्रालाई सानो कन्टेन्टको रूपमा बनाएर ल्याएको छु। यो चाहिँ हिले चोक हैन, तोङबा चोक भनेर पनि चिनिन्छ। हिलेको फेमस ठाउँ भनेर अनि यो चाहिँ हिलेको हैन, हिले बजार हुँदै हुँदै गएपछि अनि पाखरीबास हुँदै हैन, पाखरीबास हुँदै अनि तल के भन्छ लेगुवा हुँदै जानुपर्छ भोजपुर चाहिँ। अनि यो चाहिँ पाखरीबास लेगुवा कटिसकेपछिको क्लिप हो हैन, भोजपुर उकालो लागेपछि। अनि यो चाहिँ एकदमै राम्रो ठाउँ के, एकदमै हैन शीतल परेको। अनि यो चाहिँ बाटोमा एकदमै राम्रोसँग आली काटेको रहेछ कि मलाई चाहिँ एकदमै मन पर्यो, रमाइलो लाग्यो कि। अनि त्यतिकै पनि रमाइलो लागिरहेको थियो। अनि यो हुँदै हुँदै हामी गयौँ हैन। अनि यहाँ चाहिँ पौवा ढुङ्गामा हार्दिक स्वागत छ भनेर चाहिँ भनेको जस्तो लाग्यो हैन, राम्रो हेर्न पाइएन। अनि यो हुँदै हामी गयौँ अब। अनि यो चाहिँ भोजपुर जिल्ला हैन, भोजपुर सदरमुकाम के हो यो पुगेको रहेछ के यहाँ। अनि यहाँ पुगेर हैन पारी गाउँहरू कति धेरै राम्रो के, मलाई चाहिँ एकदमै मन पर्यो। राम्रो न राम्रो देखिने के हैन, उता पुग्दा चाहिँ खासै राम्रो नहुने हैन, त्यही बाटो गएको नि त खासमा। अनि यता पारीबाट हेर्दाखेरि चाहिँ रमाइलो न रमाइलो देखिने के हैन। अनि मैले यो पनि भिडियो बनाएँ। अनि हैन यो चाहिँ डाँडातिर घर के कति राम्रो हैन, रमाइलो ठाउँतिर घर रहेछ हैन। अनि यो पनि मैले भिडियो खिचेँ। अनि यहाँबाट जङ्गल हुँदै हामी यहाँ सानो झरना रहेछ के, झरना रहेछ, मलाई चाहिँ मन पर्यो। अनि मैले यो पनि खिचेँ। अनि बाटो भनेको त एकदमै राम्रो के है। अनि चिसो हावा हैन, अनि चिसो है। अनि त्यस्तै अनि कति रमाइलो के, फ्रेस हुने के, जतिसुकै टेन्सनलाई पनि यसले सल्भ गरिदिने के है यो वातावरणले चाहिँ। अनि है अब हाम्रो डेस्टिनेसन प्लेस हामी पुगेको अवस्था हो यो चाहिँ हैन। एकदमै राम्रो के है, भिडियोमा मात्रै यस्तो देखेको, ओरिजिनल त एकदमै राम्रो, कति धेरै राम्रो के। अनि घरहरू भयो हैन, यो चाहिँ सानो घरहरू रहेछ कि हैन, तर कस्तो राम्रो राम्रो के। अनि त्यहाँको मौसम नै राम्रो के, वातावरण नै। यो चाहिँ खाजा खाएको अवस्था हो त्यो घरमा। अनि हैन यहाँ खाजा खाएपछि हाम्रो यात्रा कन्टिन्यू नै रह्यो, किनभने हामी फर्किनु पर्ने थियो हैन, फर्किनको लागि रात पर्ने। अनि हैन यो ठाउँ भनेको मेरो त्यो ठाउँमा गएपछिको एकदमै सबैभन्दा राम्रो भ्यू लागेको यही ठाउँ हैन। कति धेरै राम्रो के, माथि डाँडाबाट हैन छप्प बादल लागेको, बादलले सबै गाउँहरू ढाकेको हेर्दाखेरि मनै कस्तो शान्त हुने के, आनन्द हुने है। तर पनि कस्तो म त हेरौँ बसौँ लागेको हैन। तर पनि अब रात पर्छ हैन, त्यही भएर हामी एकैछिन मैले भिडियो बनाउँदै यहाँ राम्रोसँग हेर्न पनि पाएको छैन कि, भिडियोमा मात्रै राम्रोसँग हेरेको हैन। अनि फर्किँदाखेरि राम्रो हेर्नु पर्यो भनेको, फर्किँदाखेरि त पुरै घाम लागिरहेको थियो, कुहिरो नै थिएन हैन, बादल लागेकै थिएन। त्यसपछि त हामी सरासर फर्किनु पर्यो। अब यो ठाउँमा भनेको चाहिँ एकैछिनमा कुहिरो लाग्ने हैन, अनि एकैछिनमा घाम लाग्ने के। अहिले नै राम्रो देखिने, अहिले नै नराम्रो हैन। अनि अहिले नै फेरि सबै यहाँ हैन यस्तो बाटो, यति धेरै डेन्जर बाटोमा बाख्राहरू मजाले चरेर आइरहेको रहेछ के यो बाटोमा हैन। अनि एकदमै रमाइलो लाग्यो यो पनि। अनि बाटो चाहिँ माथि जाने बाटो चाहिँ एकदमै डेन्जर रहेछ कि हैन, गुराँसहरू पनि छैन।
माथि जाने मुन्दुम पदमार्ग जाने बाटो यो चाहिँ माथि जाने बाटो चाहिँ एकदमै डेन्जर के है अनि एकदमै डेन्जर हैन त्यहाँ गाडीहरू फसिरहेको अनि बाइकहरू फसिरहेको थियो के एकदमै त्यो फेरि त्यसको अघिल्लो रात पानी परेर पुरै बिजोग भएको थियो तर पनि जसो तसो गरेर पुग्यौं यात्रा गन्तव्यमा पुग्न सक्यौं थियो हैन अनि कन्टिन्यू गयौं अनि फेरि पनि यस्तो डाँडामा निस्क्यौं हैन बाटो एकदमै डेन्जर मलाई चाहिँ डर पनि लागिरहेको थियो तर पनि जानु मन चाहिँ लागिरहेको हो मलाई चाहिँ यस्तो ठाउँ चाहिँ एकदमै मन पर्छ हैन بدلت روح الخلف हैन माथि चाहिँ यति राम्रो भ्यू टावर रहेछ अनि ठ्याक्कै भ्यू टावर पुग्दाखेरि त सबै कुहिरो लागेर हैन केही पनि देखेको थिएन तर रमाइलो चाहिँ लागिरहेको थियो हैन एकदमै चिसो के अरु भन्दा पनि त्यही चिसो भएर एकदमै रमाइलो लागेको पनि हो अनि मैले अरु भिडियोहरु पनि बनाउँदै गए हैन अनि यो सबै मैले वरिपरिको जस्तै अब देखाउन खोजेको हो कि हुन चाहिँ तर पनि अब राम्रो चाहिँ भिडियो बनाउन सकिन हैन अनि यो ढुङ्गाहरु कति मजाको लाग्यो मलाई चाहिँ यस्तै त्यो बच्चा खेलेको टाइपकै मलाई मन पर्छ के अनि यो ढुङ्गाहरुको भिडियो बनाए वरिपरि भिडियोहरु बनाए हैन अनि यहाँ तल चाहिँ एउटा तल त्यो डाँडा मुनि चाहिँ राम्रो भ्यू रहेछ के त्यहाँ चाहिँ मैले भिडियोमा अरु भिडियोहरुतिर देखेथे हैन अनि हामी बस्दा बस्दै यो कुहिरो हटेको हेर्नुस् न अनि एकैछिनमा कुहिरो आउने एकैछिनमा जाने के है अनि कस्तो मजाले यो गाई बस्तुहरु चरेको देख्दाखेरि त म त अनि यो चाहिँ हामी फर्किने बेलाको क्लिप हो हैन रात पर्नलाई खासै यो टाइम थिएन अनि यो हुँदै अब हामी बाटोमा फर्क्यौं हैन अनि फर्किने क्रममा चाहिँ गाई बस्तुहरु मज्जाले चरिरहेको रहेछ कि हैन अर्को चौरमा पनि अनि त्यहाँ चाहिँ मैले भिडियो बनाए हैन अनि एउटा गोरुले चाहिँ मज्जाले हेरिरहेको रहेछ कि है मलाई कस्तो रमाइलो लागेको फेरि अनि त्यो अब लेकमा हैन चिसो मौसममा हैन मज्जाले गाई बस्तुहरु चरिरहेको देख्दाखेरि चाहिँ मनै आनन्द हुने के शान्त हुने है अनि यस्तै अनि यसो भिडियो बनाउँदै फर्किम हैन के गर्नु त रात पर्छ नि त हैन टाढा हो धनकुटाबाट गएको अनि अब टाढा पर्छ आइपुग्नु पर्छ हैन यहाँ हैन यस्तो यो जंगलमा हैन एकदमसँगले त्यो चराचुरुङ्गी कराइराखेको क्या चराचुरुङ्गी कराइराखेको सुन्दा त म त एकदमै रमाइलो लागेर हैन सुनिरहँ लाग्ने के तर के गर्नु त हैन फर्किनु पर्ने अनि यो चाहिँ बाटैमा फेरि फर्किँदै थिएँ बाटैमा यो चाहिँ भेडा चरिराखेको रहेछ के भेडा चरिराखेको रहेछ अनि यहाँ चाहिँ कति मजाले भेडा चरेको हैन ठाउँै कस्तो के गोठाला नै गरौँ लाग्ने के अनि के गर्नु अब भिडियोमै भए पनि यो गर्नु पर्यो हैन भिडियो खिचेरै भए पनि चित्त बुझाउनु पर्यो अनि यहाँबाट हामी सट्टै आएर हिलेबाट धनकुटा लाग्यौं यो चाहिँ हामी धनकुटा आइपुग्ने बेलाको क्लिप हो अनि हामी आएर हैन यो चाहिँ यहाँ पारी देखेको चाहिँ धनकुटाको भ्यू
हो, धनकुटा बजार हो, हाम्रो बजार भनौँ होइन। अनि यो चाहिँ धनकुटाको सल्देरी भनेर यो चाहिँ चिनिन्छ। यो चाहिँ सबैले धनकुटाको सल्देरी कहाँ हो भन्यो भने सबैले थाहा भइहाल्छ क्या। अनि यो चाहिँ धनकुटाको बजार हामी आइपुग्न लाग्यौँ। यहाँबाट चाहिँ धनकुटाको पारितिरको भ्यू हो। अब खिच्नै पर्यो होइन, राम्रो नभए पनि खिच्नै पर्यो। अनि यो चाहिँ धनकुटा बजार हो, हाम्रो बजार। अनि बजार हुँदै हामी आयौँ। अनि एकदमै रमाइलो भएको थियो। मलाई चाहिँ साह्रै मन पर्यो क्या, एकदमै रमाइलो लाग्यो। अनि यो चाहिँ भयो हाम्रो काउन्टर होइन, काउन्टर धनकुटाको काउन्टर यो नै हो। अनि हामी चाहिँ उता बजारबाट झरेको हो। अनि यो चाहिँ धनकुटाको काउन्टर भयो। अनि फाइनल्ली हामी चाहिँ धनकुटादेखि भोजपुर सखेवा मुन्दुम पदमार्गदेखि धनकुटासम्मको यात्रालाई यहीँ अन्त्य गर्छौँ। धन्यवाद सम्पूर्णलाई। बाई बाई।